Today marks the 25th anniversary of the Royal Palace massacre. As I am standing in front of Narayan Hiti Palace, I talk to people and understand what was King Birendra like. The deep emotional, cultural and historical ties that the kings had tied up with the people of Nepal today is unserved. As we can see, the Palace Museum is closed. The very place the shootings happened, the massacre occurred, and a lot of people were dead. But not only people, but a living God among the Nepali people. आज दरो हत्याकाण्डको 25औं स्मृति सभा आज सम्पूर्ण नेपालीहरू शोकमा डुबेको दिन जेठ 19 गते वीरेन्द्र सरकारलाई बिर्सनै कसैले सकेको छैन। हामीले एउटा ठुलो गार्जियनको रूपमा चाहिँ हामीले चाहिँ सम्झन्छौँ। अहिले देशकै अभिभावकको रूपमा सम्झिन्छौँ। हाम्रो आस्था र धर्मलाई अगाडि राखेर हामी चाहिँ यहाँ उपस्थित भएर दीप प्रज्वलन गर्न आएका छौँ। यो नेपालको इतिहासमा यो कालो घटनाको हिसाबमा चाहिँ हामीले चाहिँ लिनुपर्छ र आज चाहिँ जुन किसिमको देशमा विकृति विसङ्गतिको सुरुवात भयो र त्यसको चाहिँ एउटा चाहिँ प्रस्थान बिन्दु भनेकै यो चाहिँ 58 साल जेठ 19 गतेबाट सुरु भयो भन्ने चाहिँ मेरो चाहिँ बुझाइ छ। प्रजातान्त्रिक राजा हो, जनताको लागि चाहिँ राम्रै सोच्ने राजा हो। एउटा अभिभावकै नभएको जस्तो घरमा एउटा घरको मुली त एउटा बाउ हुन्छ नि, घरमुली नै नभएको जस्तो एउटा कोही नभएको जस्तो चाहिँ नि एउटा राष्ट्र नै अहिले निरीह भएको जस्तो देखिया छ क्या। उहाँ जस्तो हामीले पाउन धेरै गाह्रो हुन्छ। राजा मध्येमा एक हासिल जस हामीले पाउनलाई एकदम गाह्रो छ भनौँ न, उहाँ जस्तो पाउनलाई त अब मुटुको घाउ भन्दा पनि त्यो वेदना भन्दा पनि एकदम कस्तो अब सम्झिँदैखेरि आँखाबाट आँसु आउँछन्, हृदय विदारण हुन्छ, भन्नै सक्दिनँ, भक्काना छुट्छन् क्या। त्यत्रो पिर मर्का छ। यसरी बुझ्नुहोस्, राजालाई त एकदम प्रिय विष्णु भगवान हो राजा त हाम्रो लागि त। तर अहिले हाम्रो देशमा कति नराम्रो ठुला घटनाहरू राजा नहुँदाखेरि कस्तो स्थितिमा हामीले भोगेर बसिरहेका छौँ। म चाहिँ वीरेन्द्र राजालाई चाहिँ उहाँको शान्ति प्रस्तावको, नेपाललाई चाहिँ शान्ति भूमि बनाउने एउटा प्रस्तावको लागि चाहिँ चिन्छु। तपाईँ स्वर्गीय भन्नुहुन्छ, मेरो लागि राजा वीरेन्द्र त कहिले पनि मरेन। म मरे पनि राजा वीरेन्द्र मर्दैन। उहाँ जतिको राजा यो नेपालमा कहिले पनि थिएन र हुँदा पनि हुँदैन। किनभने शान्ति क्षेत्र प्रस्ताव उहाँले गर्नुभएको थियो। भलै हाम्रो यो अहिलेको मान्छेहरूले उहाँलाई गर्न दिएन, तर यो देशमा शान्ति सुखी समृद्धि ल्याउन धेरै मेहनत गर्नुभएको थियो राजा वीरेन्द्रले। वेदले राजा महाराजहरूलाई साक्षात् नारायणको रूपमा मानेको छ र हामीले पनि नारायणको रूपमा पुजेको हो। उहाँहरूको सान्निध्यले हामीहरू आफूलाई गर्वान्वित महसुस गराइरहेका थियौँ। उहाँहरूको यो के अरे घटनापछि हामीहरू आफूलाई अनाथ भएको जस्तो, टुहुरो भएको जस्तो अनुभूति गरिरहेका छौँ। र यो विशेष गरेर चतुर्व्यूह नारायण मन्दिर जो नारायण हिटी राजदरबारसित सटेको पनि छ र यसको विशेष गरेर राजा महाराजहरूले पूजा गर्ने मन्दिर भनेर यो प्रसिद्धि पनि छ। यो अत्यन्त सिद्धपीठ हो। यहाँ देशका लागि ठुला अनुष्ठानहरू भएका छन्। देशको सुरक्षा व्यवस्था र शान्ति सुरक्षाका लागि यहाँ नियमित पूजा आराधनाहरू हुन्छ। भक्त सज्जनहरूलाई यो धेरैलाई अवगत नभएको हुँदा म यो भिडियोको माध्यमद्वारा हजुरहरूलाई यो अवगत पनि गराउन चाहन्छु। यहाँ हजुरहरू नियमित आएर पूजा अर्चना गर्न सक्नुहुन्छ। हिमालको टाकुरामा नेपाली का पाखुरामा चन्द्र र सूर्य अंकित झण्डा फर फर नाचिरहो। मरे पनि मेरो देश बाँचिराखो। मरे पनि मेरो देश बाँचिराखो।